भर्खर भर्खर फालिएका केही 1.5 दशक जस्तो मात्रै भएको छ फालिएका सामन्ती संस्था र तिनका वैयक्तिक रूपमा पनि तिनका प्रतिनिधि फालिएका प्रतिनिधिहरू समेत पनि अहिले मौजुद छँदैछन्। तिनका आँखामा हिजोका झलझली यादहरू आइरहेका छन्। उनीहरूको राज्य कस्तो थियो भन्ने धेरै टाढा जानु पर्दैन। उनीहरूका अभिव्यक्तिहरूले कसलाई गोली ठोक्ने, कसलाई मार्ने, कसलाई झ्यालखान थुन्ने आदि कुराहरूबाटै बुझिन्छ उनीहरूको प्रवृत्ति मति के थियो भन्ने कुरा अहिले नदेखेका मान्छेहरूले पनि थाहा पाउन सक्छन्। र चैत 15 गतेको उनीहरूको क्रियाकलापबाट पनि मानिसले उनीहरू के कस्ता हुन् र कस्ता तरिकाहरू अवलम्बन गर्छन्, कति निर्मम हुन सक्छन्, कति असम्बन्धित मान्छेहरूलाई पीडा दिन सक्छन् अथवा आफूसँग असहमतलाई सहँदै सहन सक्दैनन् र सहन नसकेर आलोचना वाद प्रतिवादमा उत्रिने होइन। सत्तामा नहुँदा त यस्तो खालको उग्रता छ भने त्यो उग्रता, त्यो नृशंसता, त्यो अमानवीयता, त्यो दानवीयता, त्यो तानाशाही सत्तामा हुने हो भने यिनीहरूले कसरी प्रयोग गर्छन् भन्ने कुरा स्पष्ट देखिएको छ।